अनि अहिले चाहिँ हाम्रो अब नेपालमा हैन म्यानुफ्याक्चरका साथीहरूको चाहिँ इस्यु भइरहेछ हैन, मतलब इस्यु डेट चलिरहेछ अहिले। अनि धेरैजना साथीहरूको चाहिँ यो के छ भन्दाखेरि अब यो मेरो चाहिँ कम्पनीमा एकचोटि पनि फाइल जाँदै गएको छैन। त्यो तलनिर एउटा देखाउँछ नि त्यो हाम्रो इपिएस आइडीमा त्यो जब म्याचिङ काउन्ट भन्ने के थियो। अनि त्यहाँ चाहिँ कसै साथीहरूको चाहिँ एकदम धेरै 30-35 चोटि पनि देखा हुन्छ त्यहाँ हैन। अनि कसैको चाहिँ फेरि एकचोटि पनि देखा हुन्न। अनि यहाँनिर चाहिँ के हुने रहेछ भन्दाखेरि दुईटा कुरा हुने रहेछ के। यो कुरा चाहिँ प्रायः जसो जो चाहिँ कोरिया आइसकेका साथीहरू छन् तिनीहरूलाई थाहा हुन्छ कि, किनभने यो कुरा चाहिँ ट्रेनिङमा एकजना सर आउनुहुन्छ के। इपिएस भइसके पार्टीमा जब हाम्रो ट्रेनिङ हुन्छ नि फ्लाइट हुनुभन्दा पहिले, त्यो ट्रेनिङमा चाहिँ एकजना सर आएर भन्नुहुन्छ कि उहाँले चाहिँ यो इपिएसको बारेमा सम्पूर्ण भन्नुहुन्छ कि यो हुन्छ नि इस्यु सम्बन्धी या यो इपिएस कहिलेदेखि सुरु भयो के यताउति सब भन्नुहुन्छ। उहाँ सरले चाहिँ के भन्नुभएको थियो भन्दाखेरि यदि कुनै पनि साउलाई कामदार आवश्यक पर्यो अनि उसलाई चाहिँ विदेशी कामदारहरू मगाउनु पर्यो, अब उसले खोयङ नोदोङ्गुमा हैन निवेदन दर्ता गर्नु पर्यो। यदि उसले चाहिँ साउले चाहिँ स्वयं आफू खोयङ नोदोङ्गुमा गएर त्यो निवेदन दर्ता गर्यो भने यदि त्यो अवस्थामा चाहिँ त्यो ठाउँमा जब काउन्टिङ त्यो म्याचिङ भन्ने त देखाउँछ नि तल, त्यो देखाउँदैन के। जब कसै साउले चाहिँ अनलाइनबाटै दर्ता गर्छ नि कामदार चाहियो भनेर, त्यो बेला चाहिँ त्यहाँ काउन्टिङ देखाउँछ। नत्र चाहिँ त्यस्तो त्यो यतिचोटि फाइल गयो यताउति त्यो चाहिँ देखाउँदैन के। त्यही भएर यो कस्तो भनेपछि त्यहाँ यदि त्यो जब काउन्टिङ देखाएको छैन भन्दैमा तपाईँको इस्यु नै नहुने भन्ने चाहिँ हुँदैन के। कैयौँ साथीहरूले सोध्नु होइन, उनीहरूको चाहिँ इस्यु भइसकेको धेरै साथीहरूको, धेरै भन्नाले आधाभन्दा बढी साथीहरूको चाहिँ त्यहाँ एकचोटिमै इस्यु हुन्छ के। यो होइन कि फेरि उनीहरूको पास हुने बित्तिकै इस्यु भयो, ल 1 वर्ष 1.5 वर्ष 6-7 महिनापछि पनि उनीहरूको चाहिँ इस्यु हुन्छ। तर त्यहाँ चाहिँ जब काउन्टिङ म्याचमा चाहिँ जम्मा एउटा एकचोटि मात्रै फाइल पुगेको हुन्छ के। त्यो म स्वयं मेरो आफ्नो पनि यस्तै भएको थियो, लगभग मेरो 1 वर्ष लाग्यो इस्यु हुन होइन। तर मेरो एकचोटि पनि कम्पनीमा त्यस्तो त्यो केही पनि देखाएको थिएन। अनि त्यहाँ चाहिँ सिधै पहिलोपटकमै इस्यु भएको थियो के। त्यही भएर यो भरममा चाहिँ नपर्नुहोस् कि इस्यु हुनलाई अब त्यहाँ जब काउन्टिङ त्योमा चाहिँ धेरै नै चोटि फाइल कम्पनीमा गएको हुनुपर्छ त्यसपछि मात्रै इस्यु हुन्छ भन्ने कुरा चाहिँ हुँदैन। इस्यु चाहिँ जसको पनि हुनसक्छ है त।